गर्मीको समयमा यदि तपाईँ आफ्नो मनी प्लान्टलाई धेरै घना बनाउन चाहनुहुन्छ, यसका पातहरू ठूला हुन् र बिरुवा हरियो र स्वस्थ देखियोस् भने मार्च महिनाको सुरुवातमै तपाईले 2वटा सेतो चीजहरू दिनु अत्यन्त जरुरी हुन्छ। यी 2 सेतो चीज के हुन्, तिनको नाम के हो, मनी प्लान्टलाई कसरी दिने र गर्मीमा कसरी हेरचाह गर्ने ताकि बिरुवा नसुकाओस्, बिग्रियोस् छैन र सधैँ हराभरा रहोस्, आजको भिडियो यही विषयमा आधारित छ। त्यसैले ढिलो नगरी सुरु गरौँ। नमस्कार सबैलाई, तपाईहरू सबैलाई जय किसान नर्सरीमा हार्दिक स्वागत छ। जस्तै फेब्रुअरी सकिन लाग्यो, मनी प्लान्टमा नयाँ वृद्धि देखिन थाल्यो। पातहरूको साइज पनि पहिले भन्दा धेरै राम्रो भएको छ। पातहरूमा चमक आएको छ, पहिले जस्तो ओइलिएको देखिँदैन। यसको मतलब अब मनी प्लान्ट डर्मेन्सीबाट बाहिर आएको छ र अहिले यसको ग्रोथको मुख्य समय हो। त्यसैले सबैभन्दा पहिले सुकेका पातहरू र टहनीहरू हटाउनुहोस्, किनकि यस्ता भागहरू बिरुवामा टाँसिएर बस्छन् र बिरुवाको पोषण खाइरहेका हुन्छन्। यसले बिरुवाको ओभरअल ग्रोथमा नराम्रो असर पार्छ। त्यसैले हरेक 10-15 दिनमा बिरुवालाई राम्रोसँग सफा गर्नुहोस्। अब मनी प्लान्टलाई यस्तो ठाउँमा राख्नुहोस् जहाँ डाइरेक्ट घाम नलागोस् तर उज्यालो राम्रो होस्, अर्थात् घाम सिधै नपरोस् तर प्रकाश भने पर्याप्त मात्रामा आउनुपर्छ। यसले बिरुवाको वृद्धि निकै राम्रो बनाउँछ। अब कुरा गरौँ मलको। सबैभन्दा सजिलो र उपलब्ध मल हो वर्मी कम्पोस्ट। यदि तपाईको घरमा वर्मी कम्पोस्ट छ भने 2 मुट्ठी जति लिएर आधा वा 1 लिटर पानीमा घोल्नुहोस्। त्यसपछि 1 चम्चा नीमको खली पनि थप्नुहोस्। तेस्रो रूपमा एकदम राम्रो फर्टिलाइजर हो सीविड लिक्विड। यसको 5-6 थोपा पानीमा मिसाउनुहोस्। यो अर्ग्यानिक भएकाले अलिकति बढी वा कम भए पनि खास समस्या हुँदैन। अब यसलाई राम्रोसँग मिसाएर आधा घण्टा राख्नुहोस् र त्यसपछि माटोमा हाल्नुहोस्। यदि 2 दिनसम्म भिजाएर राख्नुभयो भने दिँदा भने डबल पानी मिसाएर डाइल्युट गर्नुपर्छ, नत्र मल धेरै स्ट्रङ भएर बिरुवालाई हानि गर्न सक्छ। अब यदि तपाईँ चाहनुहुन्छ कि बिरुवाको ग्रोथ अझ छिटो होस् र पातहरू ठूलो होस् भने त्यसका लागि 2 सेतो चीजहरू प्रयोग गर्नुपर्छ। पहिलो हो क्याल्सियम नाइट्रेट। यसमा क्याल्सियम र नाइट्रोजन हुन्छ जसले बिरुवालाई बलियो बनाउँछ र ग्रोथ छिटो गर्छ। दोस्रो हो एप्सम सल्ट। यसले पातलाई हरियो चम्किलो बनाउँछ र बिरुवालाई लस लुक दिन्छ। यी दुवैलाई मिसाएर प्रयोग गर्नुहोस्, तर ध्यान दिनुहोस् क्याल्सियम नाइट्रेट केवल मार्चमा मात्र दिनुहोस्। गर्मीमा यसलाई नदिनुहोस् किनकि यो गरम मल हो र बिरुवालाई हानि गर्न सक्छ। त्यसैले मार्चमा 1 पटक दिनुभयो भने पूरा गर्मीभर राम्रो ग्रोथ पाइन्छ। अब प्रयोग गर्दा मल एउटै ठाउँमा हालेर चम्चाले चारैतिर फैलाउनुहोस्। चाहनुभए पानीमा 4-5 घण्टा भिजाएर पनि प्रयोग गर्न सकिन्छ। एप्सम सल्ट छिटै घुल्छ, तर क्याल्सियम नाइट्रेटलाई समय लाग्छ। त्यसैले राम्रोसँग घुलेपछि माटोमा मिसाउनुहोस् वा सिधै हालेर पानी दिनुहोस्। सबैभन्दा महत्त्वपूर्ण कुरा, जब क्याल्सियम नाइट्रेट दिनुहुन्छ माटो हल्का चिसो मोइस्ट हुनुपर्छ। सुक्खा माटोमा हाल्नुभयो भने बिरुवा सुक्न सक्छ। एप्सम सल्ट भने 2-3 महिनामा 1 पटक दिन सकिन्छ। क्याल्सियम नाइट्रेट भने अब मार्चपछि बर्सात सुरु हुँदा जुन वा जुलाईमा फेरि दिन सकिन्छ। त्यति बेला मौसम चिसो हुन्छ र बिरुवाले राम्रोसँग लिन सक्छ। गर्मीमा भने यो मल नदिनुहोस्। यसरी मनी प्लान्टको सम्पूर्ण हेरचाह र मल व्यवस्थापनको जानकारी तपाईलाई दिइयो। यदि अझै कुनै प्रश्न वा अन्यल छ भने कमेन्टमा अवश्य सोध्नुहोस्। आजको भिडियो कस्तो लाग्यो जरुर बताउनुहोस्। यदि मन पर्यो भने लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद, नमस्कार।